नमस्ते सबैजनालाई। म चाहिँ आज देवदह शीतलनगरमा भर्खर मात्रै सञ्चालनमा आएको बाल गोपाल शीश महल धेरैलाई चाहिँ थाहा नभएको कमैजनालाई मात्रै थाहा भएको यो ठाउँ तपाईहरुलाई म आज घुमाउने अनि यहाँको बारेमा जानकारी दिने उद्देश्य सही। आउनुहोस् के कस्तो छ त। यति राम्रो छ कि यति राम्रो जाऊ त गएर सोध। म यहाँ आफै जान्छु गएर सोध्छु। नमस्ते। के भन्छ रे टिकट काट्नुपर्छ यो भनेको हो र? कहाँ हो कस्तो के हो? ए हजुरले हो? अनि के छ त नि यहाँको त्यस्तो त्यस्तै शीश महल भनेर भनेको एकजनालाई 50 रुपैयाँ लिने चलन। ए यति यो भित्रको? यहाँ भित्र छ नि नानु। ए त्यहाँदेखि भित्र हो जाने? हजुर। ए त्यो भित्रको हो? ल ल ठिक छ। कहिलेदेखि सञ्चालन गर्नुभएको नि? ए हो? त्यही बुटोलतिरबाटै हो त थाहा थिएन कि बल्ल सुनेको अनि हेरि लाउनु हजुर। ठिक तपाईहरुले पनि दुईवटा टिकटक पनि बनाउनुहुन्छ नि? टिकटक हैन ब्लग हो। युट्युबमा टिकटकमा नै हाल्नुहुन्छ? युट्युबमा पनि हाल्नु है? युट्युबमा हाल्छ। हो प्रचार प्रसार गर्नु है? ल हस् हजुर। एकदम राम्रोसित प्रचार प्रसार गर्नु। हजुर। म टिकट यो ढोका खोलिदिन्छु है? हजुर। राम्रो हुन्छ तपाईहरुलाई हेर्नुस्। रमाइलो छ। जुत्ता लगाएर जानु पाइन्न हैन? ल ल केही छैन। कति राम्रो गर्नुभएको के यत्रो सानो ठाउँमा पनि सानो ठाउँमा राम्रो गर्नु हैन? ठुलो ठाउँमा हजुर। भने राख्नु त्यो दिदीहरूले अस्ति नै आउनुभएको थियो जाऊ भनेको थियो। जुत्ता यही बाहिर खोल्ने हो? ल हस् हजुर। हुनुहुन्छ त्यहाँभित्र? ओ ल हजुरलाई धेरै धेरै धन्यवाद। ओ माई गॉड। ल रुक एकैछिन। माई गॉड रियली राधा मेरो फेभरेट कृष्ण भगवान। म त भविष्यमा घर बनायो भने नि यस्तै के भन्छ अरे पेन्टिङ गराउने हो क्या। यदि म कोठै भाडा बस्यो भने पनि मेरो कोठा भाडा बस्ने ठाउँमा यस्तो पेन्टिङ गराउने कति राम्रो। मैले सोचेको पनि थिएन कि यस्तो राम्रो छ होला भनेर। मैले सोचेको पनि थिएन कि यति राम्रो छ भनेर। मलाई त रुन मन लाग्यो यो देखेर। खुसी भयो क्या। आइएम सो ह्याप्पी। पुरा एक एक सिसाको टुक्रा जोडेर यस्तो गरेर बनाएको शीश महल।
सिसा यति राम्रो छ कि यति राम्रो कसम के महल अरे हाई शीश महल के हेर्ने हो कि यहाँ के देखिन्न के देखिन्छ तर यहाँ सिसामा टच गरेर चाहिँ फोटो गराएको रहेछ एकजनाको 50 रुपियाँ तल त तलै देखिहाल्यो तलै देखिहाल्यो अनि काटेर गर्दै रुका ल गर अलि टाढा भयो लुकाइमा यताबाट भन्छ हो लुकाइ अलि नजिक आउनु हजुर त्यो पनि चल्छ यो हो पानी छैन अनि हो ल है रोक्नु म उ यहाँ अघि मेरो राम्रोसँग बनेन छ के ल फेरि पनि अघि यहाँ नउस गरेको रहेछ ल